बुझ्यो त पैसा भएन भने कसले सुत्नु दिँदैन रे बुढीहरूले बुढीले सुत्नु दिँदैन है त्यही भएर पैसा कमाउनु पर्छ है पैसा कमाएन भने आफ्नै बुढीले सुत्न दिँदैन है अनि आमाको कोठामा गएर सुत्नुपर्छ कि बाउको कोठामा गएर सुत्नुपर्छ होइन लात्तै लात्ता ल्यानुपर्छ त्यस्तो बुढीलाई त है त्यो सुन्दैन मेरो घरबाट घर बाहिर गर्नुपर्छ अर्कैले जानुपर्छ अर्को ल्याइहाल्ने तुरुन्तै त्यस्तो गर्ने त तुरुन्तै छोडेर तुरुन्तै अर्को ल्याइहाल्ने है बेर गर्नु पर्दैन बरु जति खर्च गरे नि बाउले गरिदिन्छ ल टेन्सन नलिए त्यस्तो अलि त्यसलाई त भिखारी बनाउने भिखारी त किन बनाउने छोडिदिने छोड्यो भने कुरा सकिन्छ के छोरो मेन कुरो चाहिँ जसले आफूलाई हेप्छ नि त्यो मान्छेलाई छोडिदिनुपर्छ न्यु पनि खोज्नुहुन्न झगडा पनि गर्नुहुन्न किन त्यो पुलिसले सहायता होइन झगडै गर्नुहुन्न न्यु पनि खोज्नुहुन्न बरु छोडिदिने है अब जस्तो प्रधानमन्त्रीले तसँग न्यु खोज्यो भने त्यसलाई छोडिदिने किन न्यु खोज्ने न्यु खोज्यो भने आफ्नै पिटे खान्छ त्यसले पनि पिटे खान्छ होइन त्यो छोडिदिनुपर्छ तिम्रो मेरो सम्बन्ध छुट्यो आजबाट भन्ने साइन गर्ने अनि अर्को ल्याइहाल्ने है तुरुन्तै पाउँदैन त कति पाउँछ एकछिनै खोजेर लिएर किन पाउँदैन लाइनमा हुन्छ नि ह्यान्डसम हुनु पऱ्यो नि तिमीहरू ह्यान्डसम छैन म मात्र अलि ह्यान्डसम छैन है मैले बुढो भने म बुढो भइसक्यो मलाई त आउँदैन हुँदैन तिम्रो 16 हुन्छ 16 18 हुन्छ 18 हुँदाखेरि दादा 18 होइन कि 28 त्यतिखेर त दादाले कमाउने बेला दादाले कमाए तिमीहरूले स्कुल पढाउने बेला हुन्छ दादाको 12 क्लास मात्रै सक्ने बेला अब दादाको जे पनि गर्न मिल्छ है त्यतिखेर दादाले नि बुढी ल्याएपछि तिमीहरूलाई नहेर्ने हो कि त्यो भाउजूले जा जा बाहिर जा भन्ने हो कि त्यस्तो भने के गर्छ नआएर पुलिसले भन्नु अरे बक्सिङ खेल्ने स्टोर दाँत पनि चराइदिने कसको दाइको बुढीको दाइको बुढीको अनि हाम्रो घरमा आउँछ अनि बल्ल तले हेर्छ नि हो अनि त्यस्तो मोटो भयो भने यस्तो कपाल तानिदिने पेटमा हानिदिने दाँत निस्किने अनि बालालाई थकाइदिने अनि राम्रो हुन्छ दादा पानी यस्तो घुम्न गएँ म पिङ खेल्न गएँ चिसो होला घुम्न गएर